साथीहरू आज हामी यो रामग्राम नगरपालिकाभित्र रहेको स्तूपा त्यहाँ देखिएका दृश्यहरू तपाईँलाई देख्न सक्छ। रामग्राम स्तूपा ठ्याक्कै हो हामी क्षेत्र पनि हो र यसमा चाहिँ नेपालमा भएको भगवान् गौतम बुद्धको अस्थिपञ्जी रहेको एउटा त्यसमध्ये एक स्तूपा यो पनि हो अस्थिपञ्जी रहेको, जसमा भगवान् गौतम बुद्धको अस्थिपञ्जी रहेको छ भन्ने एउटा साँझ बेलुकातिर चाहिँ आउनुहुन्छ होला है। यहाँ चाहिँ एउटा सूचना राखी छ है, यो सूचना रहेको छ यो रामग्राम रहेको छ र यो मानव निर्मित नभएर चाहिँ आफै यो चाहिँ ढिस्को बनेको हो र यसैमा चाहिँ एउटा लुम्बिनी विकास कोषले सानो एउटा टुकडीलाई चाहिँ संरक्षण गरेर कम्पाउन्ड गरेर चाहिँ यो ठाउँलाई चाहिँ राखिएको भन्ने चाहिँ साथीहरू आज हामी यो रामग्राम नगरपालिकाभित्र रहेको स्तूपा त्यहाँ देखिएका दृश्यहरू तपाईँलाई देख्न सक्छौँ। तराई भनेको तराईले हो, रामग्राम स्तूपा ठ्याक्कै हो हामी लेफ्ट टर्न गर्नेछौँ। रामग्राम स्तूपा छ हामी चाहिँ स्तूपा ल फाइनली साथीहरू हामी चाहिँ यो स्तूपा परिसरभित्र आइपुगिसकेका छौँ र यहाँ आइसकेपछि एउटा यहाँनिर चाहिँ अस्थायी प्रहरी पोस्ट रहेको छ उजेली र यहाँ अगाडि देखिएको यो चाहिँ पार्किङ है। धेरै गाडीहरू आइसकेपछि यहाँ पार्किङ गर्ने, त्यसपछि चाहिँ पैदल बाटो चाहिँ हामी यो स्तूपा परिसरभित्र प्रवेश गर्नेछौँ। ल फाइनली हामी चाहिँ स्तूपाभित्र प्रवेश गरिसकेका छौँ र हामी अन द वेमै छौँ है, बाई फुट अन द वेमै छु र स्तूपाको बारेमा थोरै धेरै जानकारी हाम्रो रुद्र भाइलाई जानकारी रहेछ। यसको बारेमा चाहिँ थोरै व्याख्यान त रुद्र भाइले दिनुहुन्छ है त, ल भन्नुहोस् त। यो स्तूपा चाहिँ यो स्तूपालाई भन्नुपर्दा चाहिँ हाम्रो लुम्बिनी विकास कोषले संरक्षण गरेको एरिया पनि हो, यो क्षेत्र पनि हो र यसमा चाहिँ नेपालमा भएको भगवान् गौतम बुद्धको अस्थिपञ्जी रहेको त्यसमध्ये एक स्तूपा यो पनि हो अस्थिपञ्जी रहेको, जसमा भगवान् गौतम बुद्धको अस्थिपञ्जी रहेको छ भन्ने एउटा भनाइ छ। यति नै त्यो अनुरूप चाहिँ हामी आज चाहिँ घुम्न आएका छौँ यो ठाउँमा र वेलकम टु रामग्राम स्तूपा भनेर लेखिएको बोर्डहरू यहाँ छ है। यहाँनिर चाहिँ तपाईँ देख्न सक्नुहुन्छ। ल यहाँ चाहिँ घुम्न आउनुभएका मान्छेहरू होला, सायद मोटरसाइकलहरू पार्किङ गर्नुभएको छ है। यहाँनिर थोरै हामीले चाहिँ यो साइनबोर्डहरू देख्न सक्छौँ है। खासै भिडभाड चाहिँ छैन है, यो अलिकति चर्को घाम भएर पनि होला मान्छेहरू खासै चाहिँ भिडभाड चाहिँ देखिँदैन। साँझ बेलुकातिर चाहिँ आउनुहुन्छ होला है। ल यहाँ चाहिँ एउटा सूचना राखी छ है, यो सूचना रहेको छ यो रामग्राम स्तूपा यो चाहिँ प्रवेशद्वार होला। ल हामी चाहिँ अब रामग्राम स्तूपाभित्र चाहिँ प्रवेश गर्न लागिरहेका छौँ। अब चाहिँ यहाँभित्रका दृश्यहरू तपाईँलाई क्रमशः देखाउँदै जानेछौँ है त। फाइनली हामी रामग्राम स्तूपा प्रवेश गर्दैछौँ अहिलेको समयमा पनि। ल यसमा चाहिँ हाम्रो दाइको 2-4 भनाइ जाओस्। ल यति बेला चाहिँ हामी यो रामग्राम नगरपालिकाभित्र रहेको यो स्तूपाभित्र चाहिँ प्रवेश गरिसकेका छौँ। हामी चाहिँ आज चाहिँ थोरै समयलाई सदुपयोग गरेर चाहिँ स्तूपाको मन्दिरमा चाहिँ घुम्न जाउँ भनेर योजना बनाएअनुसार चाहिँ अहिले हामी 2 भाइ भएर चाहिँ स्तूपा मन्दिरभित्र प्रवेश गरेका छौँ र म पनि पहिलोपटक मात्रै यो ठाउँमा आएको छु र भनेअनुसार चाहिँ हाम्रो लुम्बिनी विकास कोषभित्र रहेको
यो बुद्धको थोरै भाग चाहिँ यो रामग्राम क्षेत्रभित्र स्थलभित्र रहेको भन्ने चाहिँ बुझिया छ। यसको विस्तृत कुराहरू त मलाई त्यति जानकारी छैन, तर क्रमशः हामीले देखाउँदै जानेछौँ। जे देखिन्छ तपाईँहरूलाई भिडियोमा कट गर्दै जाँदैछौँ है त। ल जाउँ। यहाँ चाहिँ ठ्याक्क हामी हिँड्नको लागि चाहिँ एकदमै बलियो काठबाट चाहिँ निर्मित काठहरू चाहिँ यहाँ बिछाइएको देखिन्छ। एकदमै बलियो खालको लाग्यो। यो पनि लगभग धेरै पुरानो नै काठ होला, तर वरिपरि यो बुद्धको चाहिँ त्यो झन्डाहरू राखेको हामीले चाहिँ देख्न सकिन्छ। यो ठाउँमा आइसकेपछि अलिकति बुद्धको चाहिँ एउटा शान्ति पाएको महसुस पनि हुँदो रहेछ। किनभने बाहिर एकदम प्रचण्ड गर्मी थियो, यो भित्र आइसकेपछि चाहिँ एकदमै ठुलो बगैँचा है, ठुलो बगैँचा। यो गर्मी प्रचण्ड गरेर चाहिँ अलिकति शीतलताको महसुस पनि भइराखेको छ। र हजुरहरू पनि यो ठाउँमा घुम्न आउन चाहनुहुन्छ भने समय मिलाएर यो परासी बजारबाट दक्षिणतिर हामी लागिसकेपछि कमसेकम परासी बजारबाट 2 किलोमिटर तपाईँहरू दक्षिण लागिसकेपछि एउटा चाहिँ उज्जैनी चोक भन्ने एउटा चाहिँ बुद्धको एउटा शालिक रहेको एउटा चोक आउँछ। त्यहाँबाट तपाईँ लेफ्ट टर्न 1 किलोमिटर जस्ट आउनुभयो भने तपाईँहरू यो ठाउँमा ठ्याक्कै आइपुग्न सक्नुहुन्छ है त। यो डिस्को के छरेको अब त भने हाम्रो यो रामग्राम स्तूपा भन्ने रामग्राम स्तूपा भन्ने वास्तवमा यो नै हो। यो स्तूपा चाहिँ यो मानव निर्मित नभएर यो आफै निर्मित भएको होइन। अरू ठाउँभन्दा यो चाहिँ केही भाग चाहिँ उठेको छ र यहाँनिर एउटा बोट पनि रहेको छ, पिपलको बोट रहेको छ। र यो मानव निर्मित नभएर चाहिँ आफै यो चाहिँ ढिस्को बनेको हो। र यसैमा चाहिँ एउटा लुम्बिनी विकास कोषले सानो एउटा टुकडीलाई चाहिँ संरक्षण गरेर कम्पाउन्ड गरेर चाहिँ यो ठाउँलाई चाहिँ राखिएको भन्ने चाहिँ बुझिन्छ। र हामी चाहिँ क्रमशः यसलाई चाहिँ राउन्ड अप गरेर पनि हेर्दैछौँ। यहाँ चाहिँ हामी हिँड्नको लागि है एकदमै बलियो काठको चाहिँ यो बाटोहरू चाहिँ बनाएको हामीले देखियो। यो चाहिँ एकदमै बलियो अनि यो खासै किरा पनि लाग्दैन होला यसमा। यो के को रुख होला? यो के को रुख हो? यो ठुलो के 4 रुख छ एउटैमा। 4वटा रुख छ। बर, पिपल। ल यो यहाँनिर जुन देखिएको बाहिरबाट हेर्दाखेरि ठ्याक्कै हामीले चाहिँ एउटा रुख जस्तो देखिन्छ है, तर चाहिँ यसमा चाहिँ 4वटा रुखहरू चाहिँ मिक्स भएर चाहिँ यो बोट बनेको भन्ने देखियो। मैले उताबाट हेर्दा ठ्याक्कै पिपलको बोट देखेँ। अब यतापट्टि आइसकेपछि यहाँ अन्य रुखहरू पनि देखेको भएर चाहिँ यो ठ्याक्कै यसकै रुख भन्ने चाहिँ भएन। जे होस् 4वटा रुखको चाहिँ सङ्गम बनेर चाहिँ यो रुख चाहिँ बनेको रहेछ। र अहिले ठ्याक्कै बाहिरबाट हामीले हेर्दा चाहिँ ठ्याक्कै एउटा रुख जस्तो चाहिँ देखिन्छ। ल अहिले हामी चाहिँ ठ्याक्कै यो स्तूपालाई ठ्याक्कै यो पछाडि देखिएको यो ढिस्को यो स्तूपा भन्ने नै यसैलाई रहेछ है। यसैको नामबाट चाहिँ स्तूपा रहेको र यो हाम्रो लुम्बिनीको थोरै अस्थि पञ्जर यो ठाउँमा पनि रहेको, यो ढिस्कोमा रहेको भनेर यसलाई चाहिँ संरक्षण गरिएको राखिएको अवस्था रहेछ। र बाहिर लेखिए अनुसार चाहिँ यो ढिस्कोमा चाहिँ केही हाम्रो लुम्बिनीको चाहिँ केही अस्थि पञ्जरहरू चाहिँ बाँकी रहेको भनेर चाहिँ यसलाई चाहिँ संरक्षण गरिराखिएको अवस्था छ। र पछाडितिर देखिएको जुन ठुलो रुख छ यो बाहिरबाट हामीले ठ्याक्कै हेर्दाखेरि तपाईँको एउटा रुख जस्तो देखिन्छ है, तर चाहिँ यो रुखमा चाहिँ 4वटा रुखहरू चाहिँ मिसिएर चाहिँ एउटा बोट बनेको छ है। 4वटा रुखहरू बनेर चाहिँ एउटा पिपल, अर्को चाहिँ बर, अर्को चाहिँ खै कुनै 4वटा रुखहरू चाहिँ बनेर एउटा रुख पनि बनेको भन्ने चाहिँ रहेछ। र त्यहाँबाट हामीले हेर्दा पनि
एक साइडबाट हेर्दा एउटा रुख देखिन्छ र अर्को साइडबाट हेर्दा अर्को रुख गरेर चाहिँ 4वटा रुखहरू चाहिँ बनेर चाहिँ एउटा रुख बनेको रहेछ। र यता बाहिरपट्टि नर्मल रूपमा चाहिँ तारको बार लगाइएको छ र यो ठाउँ पनि एउटा चाहिँ इतिहास बोकेको एउटा भगवान् गौतम बुद्धको चाहिँ एउटा अस्थि पञ्जर रहेको भन्ने यहाँको चाहिँ किंवदन्ती रहेछ। र यो ठाउँलाई पनि एउटा इतिहासले एकदमै महत्त्व मानेको यो ठाउँ, यसलाई अझै राम्रोसँग चाहिँ यसलाई चाहिँ सुरक्षा दिएर होइन यसलाई चाहिँ संरक्षण गर्नुपर्ने जस्तो देखिन्छ। यहाँ चाहिँ किसानहरूले यो भित्रै बाख्राहरू चराउने है, अनि मान्छेहरू यो भित्रै बस्ने गरेको पाइयो। यसरी चाहिँ बाहिरी व्यक्तिहरू चाहिँ है बाख्रा चराउनको लागि गाई भैँसी चराउनको लागि चाहिँ यसरी राख्दाखेरि चाहिँ यो स्तूपा क्षेत्रको संरक्षणमा चाहिँ केही संरक्षण हुँदैन कि भन्ने चाहिँ मलाई लाग्यो। यसलाई चाहिँ केही संरक्षण अझै राम्रोसँग संरक्षण गर्नुपर्ने चाहिँ मैले देखेँ र यसलाई संरक्षण गर्यो भने चाहिँ यसको इतिहास अझै पछिसम्म चाहिँ राम्रो हुनेछ र घुम्न आउने पर्यटकहरूको लागि पनि यो विशेष एउटा चाहिँ ठाउँ रहनेछ है त। ल यहाँनिर चाहिँ धेरै क्यामेराम्यानहरू फोटोग्राफरहरू चाहिँ आएर बस्नु भएको छ। आज सायद यो ठाउँमा चाहिँ घुम्न आउने दर्शकहरू नभएर होला सायद आज अलिकति भिडभाड चाहिँ देखिएन। ल यति बेला हामीले चाहिँ यो ठ्याक्कै रामग्राम स्तूपा बाहिरपट्टि यो उहाँले चाहिँ यो अन्डा त्यसपछि भुजा अनि गेडागुडी के मिसाएर चाहिँ हामीलाई चाहिँ यो चटपट जस्तो खै के चिज बनाउने भन्छ, यो हामीलाई खुवाउँछु भन्ने भन्छ। ठिक छ, हामी पनि अब टेस्ट लियौँ भनेर चाहिँ हामी दुई भाइ चाहिँ यहाँ मोबाइल हेर्दै हुनुहुन्छ। हामी चाहिँ यो चटपट जस्तै है के भन्छ यसलाई खास अन्डा चटपट भन्छ है। यो अन्डा चटपट भन्नुहुँदैछ। हामीले उहाँले बनाएको चिजलाई चाहिँ हामी टेस्ट गर्दैछौँ र हजुरहरू पनि यो ठाउँमा आइसकेपछि ठ्याक्कै यो गेटको साइडमा उहाँहरू बस्नु भएको छ। उहाँ चाहिँ यो लेफ्ट साइडतिर बस्नु भएको छ अनि त्यतातिर पनि हुनुहुन्छ है, यता साइडमा पनि हुनुहुन्छ। आज खासै भिडभाड चाहिँ हामीले देख्न सक्दैनौँ, अलिकति मान्छेको भिडभाड कमै देख्यौँ तर ठिक छ है। उहाँले पनि व्यापार व्यवसाय गरेर 2-4 पैसा आम्दानी गर्नलाई बस्नु भएको छ, त्यही भएर उहाँको लागि पनि हामीले थोरै भए पनि नास्ता खाएर पनि केही इन्कमको स्रोत बढाइदियौँ भन्ने चाहिँ हाम्रो इच्छा भयो र हाम्रो भोक पनि मेटिने भयो। यो दुइटै काम हुने भएर हामीले चाहिँ उहाँले बनाएको परिकार चाहिँ हामी अब टेस्ट गर्दैछौँ है त। अहिले हाम्रो यो अन्डा चटपट चाहिँ तयार भइसकेको छ र हामीले अब टेस्ट गर्दैछौँ। ल सर्वप्रथम हाम्रो रुद्र भाइले टेस्ट गर्नुभएको छ, कस्तो लाग्यो? राम्रो छ। ल ठिक छ, हजुरहरू पनि कुनै समय मिलाएर यदि परासी बजार साइडतिरै हुनुहुन्छ, यो एरियातिरै हुनुहुन्छ भने एकपटक यो क्षेत्रमा पनि आएर एकचोटि भिजिट गरिदिनु होला है। हस् त, धन्यवाद। र साथीहरू हाम्रो यो अन्डा भुजिया भन्दो रहेछ है, यो ठ्याक्क बनिसकेको छ। उहाँले चाहिँ सफा एउटा प्लेटमाथि एउटा कागज राखेर चाहिँ दिनुभएको छ। यो सायद राम्रै हो, टेस्ट गर्दैछु है त साथी। कस्तो लागेको छ? टेस्टी छ है। हुन्छ।